हर्क साम्पाङजीको श्रमदानको डोर हाजिरीको बारेमा भिडियो बनाएको थिएँ। धेरैजनाले मलाई बुझेर मात्र कुरा गर, त्यहाँ छेउमा चाहिँ पैसा नलिएको नाम मात्र लेखा देखिनस् भनेर चाहिँ उफ्रिरहेछन्। त्यो देखेँ, मैले राम्रोसित देखेँ। त्यो बाहेक अरू कुरा पनि देखाएको छु मैले, देखाइदिउँ। यो हेर्नुहोस्, पवन राई र शिवराज राईको सिग्नेचर। पवनको सिग्नेचर पीबाट आउनु पर्दैन, शिवराजको सिग्नेचर एसबाट आउनु पर्दैन। सिग्नेचरको फ्लो कसरी सेम हुन्छ दुईजनाको? अर्को चिज पनि देखाउँ। यो हेर्नुहोस्, तीनजनाको सिग्नेचरमा सिग्नेचरको फ्लो एकचोटि हेरौँ त। कसले गरायो यो सिग्नेचर? सबैको सिग्नेचर उस्तै हुन्छ? त्यसपछि यो पेपरभरिको सिग्नेचर एकचोटि हेरौँ, त्यो सबै सिग्नेचरको फ्लो सेम छ कि छैन? त्यसपछि अर्को कुरा पनि देखाउँ। यो एटेन्डेन्स हेरौँ त। 13 दिनमा 13 दिनै सबैजना उपस्थित हुनुभएको छ। दिस इज अ रेयर कोइन्सिडेन्स। श्रमदान, सित्तैमा श्रमदान गर्ने कुरा 13 दिनमा 2टा शनिबार पर्छ। 1 गते कहाँबाट सुरु हुन्छ त्यो हिसाबले 1 दिन पनि रेस्ट नगरी 13 दिन श्रमदानमा आए मान्छेहरू, कि त तिनीहरू मजदुरै हुनु पर्यो, सधैँ काम गर्ने चाहिँ बानी परेको, नत्र सो इच्छाले श्रमदान गर्न आउने मान्छे 13 को 13 दिन आउँछ, आफ्नो कामहरू हुँदैन। तपाईँहरू त्यो जुन अहिले त्यो पेपर श्रमदानको चाहिँ डोर हाजिरीको पेपर छ, त्यहाँ हेर्नुहोस्, सबै ह्यान्डराइटिङ सेम छ। सिग्नेचरमा चाहिँ सिग्नेचरको फ्लो, पेन प्रेसर सेम छ। यति बुझ्नलाई चाहिँ कमन सेन्स भए पुग्छ। त्यो जुन पछाडि लेखिएको छ नि, पैसा नलिएको मात्र, त्यो चाहिँ मलाई पछि थपे जस्तो लाग्यो हुनसक्छ। मेरो कुरा विश्वास लाग्दैन, आफू अनुसन्धान गर्नुहोस्, आफू अध्ययन गर्नुहोस्। सबैको ह्यान्डराइटिङ सेम हुन्छ। एसबाट आउने मान्छेको नामको सिग्नेचर एसबाट हुनु पर्दैन, एचबाट आउने मान्छेको सिग्नेचरको नाम एचबाट हुनु पर्दैन। मन मिल्ने मान्छे मात्र बोलाएको हो कि सिग्नेचर मिल्ने पनि बोलाएको? श्रमदान गर्न आउने हरेक मान्छेले त्यो बट्टाभित्र साइन अटाउँछ? एकजना पनि बाहिर जाँदैन। कसैको नेपालीमा सिग्नेचर छैन, कसैको सिग्नेचर आफ्नो नामको सिग्नेचर छैन। जहाँसम्म हुनुपर्छ यो पेपर फर्जी छ, आफैले एकचोटि अनुसन्धान गर्नुहोस् त।